कार्यक्रम समय सन्दर्भबाट एलिनाको नमस्कार। रेडियो काबेली 95.8 मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक र जनसरोकारका विषयवस्तुमाथि रहेर चर्चा परिचर्चा गर्ने गर्दछौं। तपाईले हाम्रा सम्पूर्ण सेवा रेडियो काबेली.com साथै हाम्रो पात्रो र नेपाली पात्र मार्फत विश्वभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। आज पनि म फरक विषयवस्तुका साथमा उपस्थित भइसकेको छु। आगामी फाल्गुन 21 गते हुने प्रतिनिधि सभा चुनावले यति बेला देश चुनावमय बनेको छ। यसैबीच ताप्लेजुङ जिल्लामा पनि प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ 13 राजनीतिक दलका उम्मेद्वारहरूले उम्मेदवारी दर्ता गराएका छन्। त्यसमा पनि अझ रोचक त के छ भने ती मध्ये 5 जना उम्मेद्वार श्रीजंगा गाउँपालिका अर्थात् एकै गाउँपालिका रहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टी गरेर 5 वटा दलका उम्मेद्वारहरू भने श्रीजंगा गाउँपालिकाका नै रहेका छन्। यस हिसाबले पनि यसपटक ताप्लेजुङको चुनाव निकै रोचक हुने अनुमान गर्न सकिन्छ। यसै सन्दर्भमा म आजको श्रृंखलामा भने राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङका सभापति एवं ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेद्वार इन्जिनियर वीरेन्द्र श्रेष्ठसँग म कुराकानी गर्नेछु। श्रेष्ठजी, यहाँलाई हार्दिक स्वागत छ। चुनाव सबैलाई लागेको छ, त्यसमा पनि अझ बढी उम्मेद्वारलाई लाग्छ। तपाईलाई कतिको चुनाव लागिरहेको छ, कस्तो तयारी गरिराख्नु भएको छ? चुनाव अब सामान्य लागिँदै रहेछ अहिले। अब तयारीका कुराहरू अब हामी चाहिँ अब डिफ्रेन्ट अब जिल्ला निर्वाचन परिचालन समिति, पालिका निर्वाचन परिचालन समिति, वडा निर्वाचन परिचालन समितिदेखि अब चुनाव प्रचार प्रसार समिति, विभिन्न चाहिँ अब समितिहरूको गठन हामी गर्ने क्रममा छौँ। हामी अझै यो 1-2 दिन लाग्छ होला र एक राउन्ड हामीले चाहिँ 9वटै पालिकामा हाम्रो साथीहरू गएर राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूलाई भेटघाट र उहाँहरूलाई अलिकति मोटिभेसन गर्ने कुराहरू, अब चुनावमा होमिनुपर्छ भन्ने खालका सूचनाका कुराहरू सम्प्रेषण गरेर आइसकेका छौँ। यसै बीचमा हाम्रो बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा रासोपाका वरिष्ठ नेता ताप्लेजुङ आएर पाथिभराको दर्शन पनि गर्नुभयो अनि यहाँले स्वागत पनि गर्नुभयो, तर त्यस्तो औपचारिक कार्यक्रम भने चाहिँ भएन। खास उहाँ चुनावी प्रचार प्रसारलाई नै मध्यनजर गरेर आउनु भएको हो कि उहाँ व्यक्तिगत रूपमा दर्शनका लागि मात्रै आउनु भएको ताप्लेजुङ? उहाँ चाहिँ अहिले हाम्रो एकदम फोकल पर्सनको रूपमा हुनुहुन्छ नेपालकै। अब नेपालकै चर्चित अब अहिले राजनेता भनेर चाहिँ त्यो सम्मान समेत पाउनुभएका चाहिँ केपी शर्मा ओलीज्यूसँग अब झापा 5मा निर्वाचन लडेर जो जिते पनि उही चाहिँ प्रधानमन्त्री हुने भन्ने खालको जुन एउटा चाहिँ हल्ला छ, त्यो त्यस्तो चाहिँ अब डु एन्ड डाई भन्छ नि, कि गर कि मरको त्यो चाहिँ अवस्थामा माता पाथिभरा जो साक्षात् भगवती हुनुहुन्छ उहाँको शरणमा गएर हामी सबै गएर प्रे गरेका छौँ कि हाम्रो बालेन्द्र शाहले चाहिँ जित्नुहोस् र यो देशलाई चाहिँ अब एउटा परिवर्तन नेपालीहरूले सदियौँदेखि म बच्चामा हुँदादेखि चाहिँ नेपालीहरूले खासमा कस्तो भने आफ्नो आर्थिक समृद्धिका कुराहरू, यो मुलुक विकास होस्। मेरो घर सिनाम थियो, म सिनामबाट चाहिँ एसएलसी पास गरेर 3 दिन हिँडेर चाहिँ उहाँ चाहिँ इलाम पुगेर त्यहाँबाट बल्ल गाडी चढेर जाने स्थिति थियो। त्यतिखेर इलामबाट पटक हिँडेर आएको छु म। त्यो चिजलाई चिरफार गरेर चाहिँ अब गाउँ कुनासम्म पनि राम्रो बाटो होस्, समृद्ध होस्, सबैले गरी खाने चिज होस् भन्ने खालको चाहेर ऊ बेलादेखि चाहिँ नेपाली नागरिकले चाहिँ यो परिवर्तन ल्याउन खोजेका थिए। यो त सत्ता परिवर्तन, मान्छे परिवर्तनको विषय थिएन नि, जनताको समृद्धिको परिवर्तनको खालको कुरा थिए। समृद्धि होस्, गाउँ विकास होस्, साँच्चै राम्रो नेपाल होस्, एउटा चाहिँ हेर्दा पनि सुन्दर आफ्नो हुन्छ नि सबै चिज मिलेको होस् भन्ने खालको चाहिँ चाहेका थिए। तर त्यो नभएर राजनीतिक कचडामै रोमल्लिएर राखियो। त्यो परिवर्तनको हामी अपेक्षा राखेका छौँ। हामी पेसा व्यवसायमा अल्झिएका मान्छेहरू भन्नाले पेसा व्यवसायमा आफ्नो जीवन नै त्यहाँ राखेर मुलुकको सेवा गरिरहेका मान्छेहरूलाई पनि अहिले आएर हामी चाहिँ आएर राजनीतिमा आउनुपर्ने परिस्थिति सिर्जना भएको छ। त्यो भएर तपाईँ त इन्जिनियर हुनुहुन्थ्यो र योभन्दा अगाडि नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो होइन? अहिले रासोपाबाट
प्रतिनिधि सभाको ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ। हजुर। खास तपाईँलाई सांसद पद मात्र चाहिएर रासपामा प्रवेश गर्नुभएको हो कि खास के हो? एकदमै यो सबैले सोध्ने र सबैले मलाई चाहिँ अब यो केही साथीहरूले मलाई चाहिँ यो चाहिँ अब अत्यन्त लुच्चा मान्छे, यो चाहिँ तपाईँको चाहिँ अब पदलोलुप्त मान्छे भन्ने खालको हिसाबले मलाई भने केही साथीहरूले। ठिक छ, फाइन, उहाँहरूले त्यो सम्झिनु पनि पाउनुहुन्छ। तर म एउटा साधारण एउटा चाहिँ जिल्ला कमिटीभित्रको अन्तर्गतको एउटा साधारण पदमा रहेर काम गरिरहेको मान्छे थिएँ म, होइन। र एक्चुअली भन्ने भएदेखि म जति बेर चाहिँ नेपाली काङ्ग्रेसमा थिएँ, हामी चाहिँ एउटा विचारको स्रोतको रूपमा चाहिँ एउटा विचार दिने व्यक्तिको रूपमा हामी चाहिँ मात्रै थियौँ, होइन। आफ्नो अनुभव सेयर गर्ने, पार्टीलाई कसरी हुन्छ अलिकति चाहिँ एउटा चाहिँ थिङ्क ट्याङ्कको रूपमा काम गर्ने भन्ने खालको हिसाबले चाहिँ हामी काम गरिरहेको थियौँ। तर आई वाज वर्किङ, म मात्रै काम गरिरहेको थिएँ। तर पार्टीले त्यसरी काम गरिरहेको कहिले पनि थिएन। पार्टीले कहिले पनि यो जिल्ला कसरी बनाऊँ, तपाईँको चाहिँ गाउँ कसरी बनाऊँ, मेरो चाहिँ समाज कसरी बनाऊँ भन्ने खालको हिसाबमा कहिले पनि पार्टीलाई आएको मैले चाहिँ पाइनँ काङ्ग्रेसमा हुँदाखेरि, होइन। र समग्र रूपमा भन्नुपर्दाखेरि नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी अहिलेको चाहिँ ऊ बेलाको चाहिँ माओवादीहरूले टोल टोलमा, गाउँ गाउँमा भेला हुँदाखेरि आफ्ना आफ्ना वडा कमिटीका, पालिका कमिटीका, जिल्ला कमिटीका साथीहरू भेला हुँदाखेरि यो मुलुक कसरी समृद्ध बनाउन सकिन्छ, यो गाउँ कसरी समृद्ध बनाउन सकिन्छ, हाम्रो पालिका कसरी समृद्ध बनाउन सकिन्छ, जिल्ला कसरी समृद्ध बनाउन सकिन्छ, हाम्रा स्रोतहरू के हुन्, कसरी परिचालन गर्न सकिन्छ भन्ने खालको कुरा सायद मलाई लाग्छ कोही कुनै पनि पार्टीले गरे जस्तो लाग्दैन। हेर्नुहोस्, कसको खुट्टा कसरी हान्दाखेरि चाहिँ खुस्किन्छ, कसकोलाई चाहिँ ढाड खुस्काउन सकिन्छ र आफ्नो ढाड बलियो पार्न सकिन्छ, त्योभन्दा बाहेक कुनै पनि पार्टीको त्योभन्दा माथिको उठेर राजनीति गरे मलाई चाहिँ लागेन, होइन। म रङ हुनु परोस्, होइन, तर मलाई चाहिँ लागेन कहिले पनि। मैले त्यो चाहिँ अनुभूति मैले त्यहाँ भेटिनँ, त्यही भेटिनँ। र जतिखेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो, होइन, उदय हुँदाखेरि पनि आई वाज कन्फ्युज, है, लिटल कन्फ्युज थिएँ। अब र म चाहिँ कस्तो भने अब डाक्टर स्वर्णिम वाग्ले जस्तो मान्छे पनि आउनुभयो र अत्यन्तै राम्रा साथीभाइहरू 5-10 जनाको चाहिँ त्यहाँ इन्ट्री, मैले चिनेकै साथीभाइहरू त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा इन्ट्री भएपछि मैले कुरा गरेँ र त्यो चाहिँ त्यो टिम चाहिँ साँच्चैकै भन्ने भयो यो कस्तो भने नेपाललाई लिड गर्न सक्ने क्यापेबिलिटीका साथीहरू त्यहाँ देखिसके पछाडि अनि म पनि एकदम इन्ट्रेस्ट लागेर राम्रो गरेर यो पक्कै पनि यो पार्टीमा चाहिँ भविष्य छ, राम्रो छ, भविष्य मेरो होइन नेपालको भविष्य अब पक्का पनि राम्रो हुन्छ, नेपालीको भविष्य पक्का पनि राम्रो हुन्छ, यो पार्टीमा योगदान दिनुपर्छ भन्ने खालको हिसाबले म गएको हो। तपाईँ राजसभा त प्रवेश गर्नुभयो, तर तपाईँको सभापति रवि लामिछाने माथि नै चाहिँ सहकारी ठगीको मुद्दा, होइन, लागिरहेको अवस्थामा कतिपयले चाहिँ राजसभालाई भोट दिनु हुँदैन, सभापति नै यस्तो हुनुहुन्छ भन्ने कुराहरू पनि उठिरहेका छन्। यो विषयमा के भन्न चाहनुहुन्छ? अब यो धेरै लङ स्टोरी र एउटै कथा पटक 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 भनेर अनप्रुभन स्टोरी हो क्या, यो चाहिँ प्रमाणित नभएको स्टोरी हो। आक्षेप त भीमसेन थापालाई पनि देशद्रोही लगाए, होइन, उहाँलाई फेरि चाहिँ राष्ट्रिय विभूति घोषणा गरे, होइन। यो देशमा राम्रो मान्छेले कुहिएर मर्नुपर्छ भन्ने सतीले सरापेको देश भनेर चिनिन्छ नि, त्यही चिजलाई यो होइन साँच्चैकै राम्रो देश हो, साँच्चैकै राम्रो गर्न सकिन्छ भन्ने खालको हिसाबले हामी जस्ता चाहिँ साइन्स ब्याकग्राउन्डको मान्छे, इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छे हामी चाहिँ साँच्चैकै यो देशलाई बनाउनुपर्छ भनेर खटेको मान्छे हौँ। मलाई चाहिँ रवि लामिछानेको केस चाहिँ फर्जी केस लाग्छ। त्यति। अब कुराकानी गरौँ तपाईँको यो चुनावी एजेन्डाको विषयमा। तपाईँका खास एजेन्डाहरू के छन्? घोषणापत्र पनि आउला बिस्तारै, होइन? घोषणापत्र अब तर जनताले घोषणापत्रलाई विश्वास गरिरहेको अवस्था छैन, किन भन्दा हरेक राजनीतिक दलले घोषणापत्रमा एकदमै महत्त्वकांक्षी र ठुल्ठुला सपना देखाउने योजनाहरू ल्याउने र चुनाव सकिए पश्चात गाउँमा फेरि नेताहरूको अनुहार चाहिँ बिरलै मात्रामा देखिने अथवा भनौँ फेरि अर्को चुनावमा मात्र देखिने प्रवृत्तिले गर्दा पनि घोषणापत्रमा खासै विश्वास छैन जनताको, होइन? यस अवस्थामा तपाईँहरूको घोषणापत्र कस्तो आउला, तपाईँको एजेन्डाहरू कस्तो आउला? यस्तो छ, अब मैले चाहिँ के भन्छु भनेदेखि घोषणापत्र विश्वास गर्न सकिने आधार भइदिएको भए
घोषणापत्रलाई जनताले विश्वास गर्न सकिने ताप्लेजुङवासी नैले मात्रै घोषणापत्रलाई विश्वास गर्ने कुनै आधार भइदिएको भए राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मै हुने थिएन। म जस्ता मान्छे पेसा व्यवसायमा चाहिँ रहेर देशको विकास देशको समृद्धिमा चाहिँ ह्यान्ड टु ह्यान्ड एकदम साथ सपोर्टमा बसिरहेको मान्छे हामी राजनीतिमा आउनु पर्ने मान्छेहरू कदापि होइन नि होइन। त्यो भएर नै कस्तो भने आजभन्दा अगाडि जसले जे गरे उनीहरूले गर्न नसक्ने स्थिति सिर्जना भएर हामी जस्ता मान्छे राजनीतिमा त हस्तक्षेप गर्ने आएको हो नि त अब त होइन। त्यो भएर चाहिँ हामीले योभन्दा पहिलाका मान्छेले के गरे कसो गरे र तिमीहरूले के भन्ने खालको विषय नै यो चाहिँ होइन हाम्रो बुझाइमा। हामीले उनीहरूले गर्न नसक्ने भएरै हामी जस्ता सर्टिफाइड मान्छे हामी जस्ता व्यावसायिक मान्छे हामी जस्ता चाहिँ त्यो चाहिँ कस्तो भने व्यवसाय गरेर पनि सफलता हासिल गरेका मान्छेहरू चाहिँ हामी चाहिँ राजनीतिमा आएको हो नि त होइन। त्यसमा पनि त तपाईहरुको यो चाहिँ गर्ने हो भन्ने एउटा रोडम्याप त तयार छ नि त गर्नुपर्ने रोडम्याप चाहिँ कस्तो भने अब हाम्रो जुन केन्द्रीय जुन घोषणापत्र चाहिँ अहिलेसम्म पनि हामीले आइपुगेको छैन अब आउँदैछ होइन। तर म एज ए गुड सिटिजन अफ तपाईँको चाहिँ ताप्लेजुङको एउटा चाहिँ बुझेको जानेको सिटिजन भएको हिसाबले नागरिक भएको हिसाबले होइन। तर भोलिको चुनाव जिते पछाडि भोलिको चाहिँ सङ्घीय चाहिँ संसद भएको हिसाबले चाहिँ गर्दाखेरि प्रतिनिधि सभाको संसद पनि भएको हिसाबले गर्दाखेरि मैले चाहिँ के भन्छु भने ताप्लेजुङमा अहिलेसम्म मैले देखिरहेको कुराहरू के छ भनेदेखि चाहिँ गर्नुपर्ने विषयहरू ताप्लेजुङमा चाहिँ जस्तो ताप्लेजुङ अति ठुलो भूगोल छ 3645 वर्ग किलोमिटर ठुलो भूगोल छ। काठमाडौँ करिब 395 वर्ग किलोमिटर मात्रै ठुलो छ होइन। इभन हाम्रो तपाईँको चाहिँ केपी शर्मा ओलीजीको दमक क्षेत्र नम्बर 5 भनेको त्यो 200-250 वर्ग किलोमिटरको रेन्जमा छ होला भनेपछि त्यो केपीजीको क्षेत्र चाहिँ निर्वाचन क्षेत्रमा जाने बजेट 10 अर्ब भन्दा माथिको बजेट जाने ताप्लेजुङमा 60-70 करोड आउने होइन। र त्यस्तो आउँदाखेरि पनि यहाँ ताप्लेजुङका मानिसहरू चाहिँ खुसीले ढपढप पारेर बस्नुपर्ने होइन। त्यो विभेद हो नि त विभेद सहेको भयो नि त। किन भन्दाखेरि हामी एउटा जुन सर्टेन इन्फ्रास्ट्रक्चर संरचनाभित्र छौँ जहाँ चाहिँ त्यो विभेद सहनै पर्ने बाध्यता छ। त्यो त वीरेन्द्र श्रेष्ठ जस्ता मान्छे गएर चाहिँ त्यस्तो गरेर सहँदैन नि त हामी। म जस्ता मान्छे गएर कहिले पनि विभेद सहँदैन हेर्नुहोस् होइन। र पार्टीको हाम्रो नीति नै त्यस्तो छ एकदम समावेशी नीति छ। आर्थिक पनि समावेशी हुनुपर्छ सबै चिजहरू भन्ने खालको कुराहरू छन्। र अर्को कुरा भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सागर ढकाल वीरेन्द्र श्रेष्ठ हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह नै आफै चाहिँ इन्जिनियर मान्छे हुनुहुन्छ र म जस्ता इन्जिनियर अरू निकैजना मान्छेहरूले चुनावी अभियानमा चुनावी दौरानमा छौँ अहिले चुनावी चाहिँ प्रतिस्पर्धामा छौँ र हामी 5-7 जना मान्छे चाहिँ सर्टिफाइड एकदम क्वालिफाइड मान्छेहरू हामी जाँदैछौँ होइन। एउटा लेभल अचिभ गरेका मान्छेहरू सदनमा जाँदैछौँ होइन। र हामी जाँदाखेरि हामीले गर्ने काम कर्तव्य भन्ने कुराहरू हामी स्पष्ट छौँ सबै कुराहरू होइन। र संसारको इतिहासहरू तपाईँहरूले पनि निहालेर हेर्नुहोला। अहिले चीनका राष्ट्रपति सी जिनपिङ उहाँ पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छे हो पढ्नु होला त्यो कुरा होइन। तपाईँको चाहिँ संसारका उत्कृष्ट मान्छेहरू एन्जेला मार्केल होइन जर्मनी चान्सलर एन्जेला मार्केल उहाँ पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छे हो होइन। इभन नरेन्द्र मोदीजी पनि समहाउ अलिअलि भए पनि तपाईँको चाहिँ इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छे हुनुहुन्छ। तर मान्छेमा त होइन इन्जिनियरले इन्जिनियरको काम गर्ने हो राजनीतिमा आउने होइन भन्ने पनि त छ नि। त्यो अब भन्नु त अब केपी शर्मा ओलीले पिएचडी गरेको मान्छे के डाक्टर हो भनेर खिचिटिउरी गर्नुभयो होइन। कुनै पनि इन्जिनियरले यतिसम्म डेप्थ स्टडी गरेको हुन्छ त्यो चिजहरू कुनै पनि संरचनालाई दिगो बनाउने लङ लास्टिङ गराउने भन्ने खालका कुराहरू ती मान्छेहरू चाहिँ राजनीति गरेका मान्छेले सबै राजनीति मात्रै गरेर पदमा मन्त्रीको पदमा सबै चिजमा चाहिँ राजनीति गरे मात्रै जाने होइन नि त। संरचनागत ज्ञान भएका मान्छेहरू विशिष्टता इन्जिनियरिङ तपाईँको चाहिँ अब तपाईँको चाहिँ स्वास्थ्यमा जानु पर्यो भने मेडिसिन ज्ञान भएका मान्छेहरू गयो भनेदेखि र तर उनीहरूसँग कस्तो भने म्यानेजरियल र पोलिटिकल ज्ञान पनि हुनु पर्यो होइन। ती सबै चाहिँ युक्त मान्छेहरू भनेको त हामी जस्ता मान्छे हौ नि त
हामीले त लङ टर्म, म त 25 वर्ष प्रोजेक्ट म्यानेजमेन्ट गरेर बसेको मान्छे छु। मैले समाज ह्यान्डल गरेको छु। मैले समाजमा ह्यान्डल गरेको प्रोजेक्टमा कुनै पनि कन्फ्लिक्ट आएको छैन अहिलेसम्म, होइन। हामी त समाजसँग पनि इक्वेली, कोही जनप्रतिनिधि भन्दा अब्बल तरिकाले हामीले ह्यान्डल गरेर चाहिँ हामीले चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट गरेर बसेका छौँ। भनेपछि हामी जस्ता मान्छे त हाइली क्वालिफाइड मान्छे हो नि त राजनीतिको लागि त। हामी चुप्प लागेर हाइड्रो पावरमा काम गरेर बस्थ्यो भन्दैमा राजनीति नै बुझेको छैन यसले, होइन, यो समाजै बुझेको छैन यसले भन्ने हो र, त्यो होइन नि। अब कुरा गरौँ ताप्लेजुङमा, मैले अघि सुरुवातमा पनि भनेको थिएँ 13 राजनीतिक दलका 13 उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको छ, होइन। त्यसमध्ये तपाईँ एक हुनुहुन्छ। अरू 12 जना उम्मेदवारलाई छोडेर तपाईँलाई भोट दिनुपर्ने कारणहरू के हुन्? मैले अघि पनि सबै चिज भनिसकेँ, होइन। अब देश निर्माणको फेजमा जाँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गरिसके पछाडि अरू दलले सरकार गठन गर्यो भने त म केही भन्न सक्दैन, आम नट सियर, होइन। तर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ सरकार गठन गरिसके पछाडि देश निर्माणको फेजमा जान्छ। हामी विकास गर्छौँ, समृद्धिको बाटोमा हामी अगाडि बढिहाल्छौँ, हेर्नुहोस् है। र त्यति बेला चाहिँ म जस्ता मान्छे, होइन, त्यो चाहिँ क्याबिनेटलाई चाहिन सक्छ। म जस्ता मान्छे सरकारको विशेष काममा प्रयोग हुन सक्छु म, होइन। त्यो भएर चाहिँ ताप्लेजुङका सचेत नागरिकहरूले, होइन, चाहिँ म जस्ता मान्छेलाई पार्लियामेन्टमा पठाउनु पर्छ भन्ने खालको कुरा एकदमै राम्रो बुझ्नु भएको छ। किनभने अब बन्ने देशको प्रधानमन्त्री नै इन्जिनियर हुनुहुन्छ, उहाँलाई त म जस्तो मान्छे चाहिन्छ नि त फेरि, होइन। म जस्तो मान्छे ठुलो सङ्ख्यामा चाहिन्छ, होइन। त्यो भएर त्यो पनि एउटा कुरा भयो। अर्को कुरा भनेको अब बन्ने, अब साँच्चैकै देश चाहिँ यही यो कस्तो भने अब पोलिटिकल कचिङ्गलमै मात्रै राखिराख्ने हो। सधैँ चाहिँ यही तपाईँको चाहिँ सत्ता बनाउने, अनि यही सत्ता टिकाउने, फेरि एकपटक चाहिँ एउटासँग गठबन्धन अर्कोसँग गठबन्धन गरेर टारिराख्ने हो नि त, अर्कै कुरा हो। तर अब साँच्चैकै कस्तो भने मेजोरिटी ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले मेजोरिटी दिएर अब देश चाहिँ निर्माणको फेजमा जाने स्थिति हो भने चाहिँ अब त विकास निर्माण त हुनुपर्छ। पटक 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 मान्छेले चाहे, होइन, पटक पटक मान्छेले चाहे त दिए पनि, होइन, दिए नि। योभन्दा अघिल्लो पनि पटक पटक जनताले चाहिँ तपाईँको चाहिँ बहुमत दिएका छन्, झन्डै 2/3 चाहिँ तपाईँको चाहिँ बहुमतसम्म दिएका छन्, होइन। तर कहिले पनि टिकाउन सकेन, किनभने त्यहाँ पोलिटिकल्ली कचिङ्गले मात्रै थियो क्या त्यहाँ, होइन। सुझबुझका मान्छे, ज्ञान अनुभव सहितका मान्छेहरू कहीँ पनि थिएन। मान्छेहरू भन्दा तितो लाग्ला, भन्दा अप्ठ्यारो लाग्ला, होइन। र अर्को कुरा भनेको चाहिँ कस्तो पनि हो भनेदेखि अब अहिले चाहिँ यो अब मैले जित्ने आधार भनेको के पनि हो भने चाहिँ एकदमै स्पष्ट रूपमा भन्नुपर्दाखेरि अहिलेसम्म ताप्लेजुङमा चाहिँ अहिलेसम्म 2048 सालको निर्वाचनमा कुलप्रसाद उप्रेतीज्यू र अम्बिका सामाले चुनाव जित्नु भएको थियो होला। फ्रम देन त्यो बेलादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैलाई एउटा बास्केटमा राख्ने भए पोलिटिकल राजनीति गरेका मान्छे भन्दा बाहेक उहाँहरू कोही पनि विकास निर्माण आदि इत्यादिमा र कामको हिसाबकोमा जुटेको मान्छे कोही पनि हुनुहुन्थ्यो। पोलिटिकल्ली उहाँहरूको योगदान पोलिटिक्समा मात्रै थियो, राजनीतिमा मात्रै थियो। तर म त डिफ्रेन्ट क्याटेगोरीबाट आएको मान्छे हो, होइन। अघि पनि भने तपाईँलाई मैले, म राजनीतिक चेतना स्पेसल राख्छु। म सोभियतसँग पढेको मान्छे हो, होइन, सोभियतसँग पढेको मान्छे हो। मैले चाहिँ कम्युनिस्ट हिस्ट्री पनि राम्ररी पढेको छु मैले। नेपालमा पनि म चाहिँ अत्यधिक म धेरै किताब पढ्ने मान्छे हो। म तपाईँहरू सबैलाई थाहा छ त्यो कुराहरू। म पढाइ लेखाइमा एकदम इच्छा गर्ने जुझारु मान्छे हो म। त्यो भएर चाहिँ म बिहान 3 बजीदेखि उठेर पढिरहेको हुन्छु म जहिले पनि। र चाहिँ यो कस्तो छ भनेदेखि एकदमै यो अब ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ अब यो एउटा चाहिँ पोलिटिकल अब्बलता सहितको मान्छे हामी बोल्यौँ न भन्दैमा अब्बलता नहुने त हुँदैन नि त। अघि पनि भने मैले तपाईँलाई। र त्यस्तै पोलिटिकल अब्बलता पनि छ, जानकारी सम्पूर्ण छ, विकास निर्माण बुझेको छ, होइन, गुड म्यानेजर छ, राम्रो व्यवस्थापक छ भनेपछि एउटा कस्तो भने आफ्नो
मान्छेले एउटा मैले ठ्याक्कै भन्नुपर्दाखेरि म त गर्वका साथ भन्छु हाम्रो टाइममा एउटा इन्जिनियर हुनको लागि कस्ता कस्ता ढुङ्गा फोडेर कस्ता कस्ता चिज पार गरेर हामी त्यहाँ इन्जिनियर हुनको लागि पुग्नु पर्थ्यो होला। इन्जिनियर भएर पढेर आए पछाडि एउटा कुनै पनि कम्पनीको एमडी जिएम प्रोजेक्ट म्यानेजर हुन कति पापड पेल्नु पर्थ्यो होला होइन। त्यो सबै पार गरेर आफ्नो बलबुतोले एक्लो मान्छेको बलबुतोले त्यो ठाउँमा पुगेर 5-7वटा प्रोजेक्टहरू निर्माण गरेर हिँडेको मान्छे हो नि म वीरेन्द्र श्रेष्ठ होइन। कसैको चाहिँ आडमा नटिकन आफ्नो एक्लो बलले उठेर गएको मान्छे हो नि म त होइन। त्यो भएर हामी जस्ता मान्छेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको हामी जस्ता मान्छेलाई ताप्लेजुङ जिल्लावासीले डेफिनेटली चाहन्छन्। आधारै त्यही हो। तर रासपाको संगठन त स्थानीय स्तरसम्म त्यति धेरै मजबुत छैन भन्छन् नि। अब यो एकदमै जायज क्वेसन हो होइन। अब यो किनभनेदेखि हाम्रो पहिलोचोटि 7 जनाले चुनाव जित्दाखेरि पनि त्यहाँ सङ्गठनै केही पनि थिएन, सदस्य थिएनन्। दोस्रो उपनिर्वाचनमा स्वर्णिम अग्लेजीले चुनाव जित्दाखेरि जम्मा तनहुमा 14 जना सदस्य थिए अरे। हाम्रो ठाउँमा हाम्रो चाहिँ कस्तो भने त्यो उनै मान्छे पनि थिएन, त्यो बुथको प्रतिनिधि पनि थिएन होइन। र पनि त त्यत्रो बहुमत ल्याएर जित्नुभयो होइन। त्यो आधार भन्दाखेरि पनि त अब हाम्रो अहिले त यहाँ चाहिँ तपाईँको चाहिँ जहाँ गयो सबैले चाहिँ अब तपाईँलाई चाहिँ एप्रिसिएट गरिरहेको छन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई। ताप्लेजुङमा म चाहिँ कुनै टुरिस्ट मान्छे होइन, मलाई सबैले चिन्छन्, मैले पनि धेरैजनाले चिन्छु। र पनि त्यसमा केही मान्छेहरूले चाहिँ चुनाव जित्नु भयो भने पनि काठमाडौँमै मात्रै बस्नु हुने हो कि उहाँ बेला बेला मात्र ताप्लेजुङ आउनुहुन्छ अहिले पनि भन्ने पनि छ नि त। यो एकदम सान्दर्भिक क्वेसन गर्नुभयो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितिराख्दाखेरि वीरेन्द्र श्रेष्ठले मात्रै होइन, आम जति मान्छेले जित्नुहुन्छ होइन, हामीले चाहिँ नागरिक अडिट गर्छौँ होइन। त्रैमासिक अडिट गर्छौँ हामी होइन। त्रैमासिक अडिट गर्छौँ हामी। मैले के कमिटमेन्ट गरेको थिएँ, कमिटमेन्टको रोस्टर बनाउँछु मैले होइन। भनेको चाहिँ कुन मैले गरेको कमिटमेन्टहरू कसरी चाहिँ कार्यान्वयन हुँदै जान्छ भने म रोस्टर बनाउँछु, त्यो चाहिँ पब्लिक गर्छु होइन। त्यो पब्लिक गर्छु होइन। मैले जितिसकेपछि त्यो पब्लिक गर्छु र त्यो पब्लिक गरे अनुसारको रोस्टरमा म चल्न सकेँ कि सकिनँ भनेर चाहिँ ताप्लेजुङमा मेरो चाहिँ आफ्नो सचिवालय हुन्छ। सचिवालयले चाहिँ त्यसले ब्रिजको काम गर्छ र त्यो सबै कुराहरूमा म चाहिँ अपडेट भएर बस्छु र मेरो अडिटमा म आफै आएर फेस गर्छु। त्यो अनुसारले काम गर्नुहुन्छ। जब जितेर ताप्लेजुङ जिल्ला छोडेर काठमाडौँमै मात्रै चाहिँ बसिराख्नु। काठमाडौँ त डेफिनेटली बस्नुपर्छ किनभने नीति निर्माणका कुराहरू हुन्छन् होइन, पार्लियामेन्ट्री कुराहरू हुन्छन् होइन। र अर्को कुरा कस्तो पनि हुन्छ मैले भन्न खोजेको सधैँभरि उहीँ बस्ने र फेरि अर्को इलेक्सनमा मात्रै आउने चाहिँ गर्नुहुन्न। त्यो अहिलेसम्मको ट्रेन्ड त्यस्तै थियो करिब। किनभने नागरिक अडिट गर्नु पर्दैन थियो, यहाँ जति झुक्क्याएर गए पनि हुन्थ्यो। हामी त्यस्तो होइन नि त। हामी त मैले प्रोजेक्ट जसरी चलाउँछु त्यही फर्मेटमा मैले चाहिँ यो अब आउने संसदीय जुन अभ्यासका कुराहरू सबै पनि म त्यही फर्मेटमा हामीले चाहिँ चलाउने हो नि त होइन। एभ्रिथिङ त्यो सबै कुराहरू पारदर्शी हुन्छन्। ती कुराहरू मैले कमिटमेन्ट गरेका कुरा कि मैले गर्न सकेँ कि गर्न सकिनँ भने के कारणले गर्न सकिनँ होइन, क्षमायाचनासहित मैले यो कामले गर्न सकिनँ है भन्ने खालको कुराहरू। थप कुरा केही गरेँ भने ल प्रभु मैले यसो थप्दैछु है पनि भनेर म जानकारी गराएर गर्छु। लगभग हामी अब कार्यक्रमको आखिरी चरणमा आइसकेका छौँ होइन। अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्त्यमा अब ताप्लेजुङले अहिलेसम्म पाएको धेरै अब राजनीतिक योगदानको रूपमा समाज परिवर्तन, लोकतन्त्र ल्याउनको लागि, प्रजातन्त्र ल्याउनको लागि अत्यन्तै धेरै चाहिँ आफ्नो चाहिँ भोलि के हुन्छ, म कहाँ मर्छु होला, कहाँ के हुन्छ होला, आफ्नो परिवार कहाँ के गर्दैछन् होला भन्नेसम्म पनि एकता नराखिकन लडाइँ लड्नुहुने महान नेताहरू यहाँ ताप्लेजुङमा जन्मिनु भयो होइन। उहाँहरूप्रति म अहिले यहाँबाट पनि सम्मान प्रकट गर्छु होइन। त्यो चिज आफ्नो ठाउँमा छ। तर जनताले चाहेको विषय भनेको चाहिँ यो प्रजातन्त्र आइसके पछाडि चाहिँ मान्छेले चाहिँ स्वतन्त्रता पाएपछि बढी अझै मान्छेले चाहिँ बेनिफिट्सहरू खोज्छ क्या। मान्छेले स्वतन्त्रता पाएपछि बेनिफिट खोज्न थाल्छ क्या मान्छेले। त्यो भएर चाहिँ मान्छेले चाहिँ समृद्धिको बाटो, विकासको बाटो, रोजगारी पनि राम्रो रोजगारीको बाटो खोज्न थाल्छ। हिजोसम्म 5-7 हजार रुपियाँ तलब हुन्छ, अब 50,000, 60,000, लाख, 2 लाख खोज्छ मान्छेले। कम्पिटेटिभ स्यालेरी खोज्छ मान्छेले, वेजेस खोज्छ है।
त्यो भएर यस्ता खालका चिजहरूमा चाहिँ हामी कसरी कम्पिटेटिभ भएर जाने, कसरी चाहिँ हामी चाहिँ अरूसँग चाहिँ प्रतिस्पर्धा गर्दै जाने भन्ने खालको विषयमा पनि हामीले चाहिँ बुझ्नै पर्ने स्थितिहरू हुन्छ। त्यही भएर चाहिँ हामी त्यो सबै पाटोहरूबाट बुझेको, जानेको, गर्न सक्ने क्षमता राख्ने, हेक्का राखेको मान्छे भएकोले गर्दाखेरि चाहिँ अब वीरेन्द्र जस्तो एउटा कम्पिटेन्ट मान्छेलाई होइन, सबैले बुझेको जानेको यो समाजमा हुर्किएको होइन मान्छेलाई होइन, सबै हिसाबले उपयुक्त मान्छेलाई र देशले अहिले परिवर्तन खोजिरहेको र भोलि 66 राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ तपाईँको तपाईँको मेजोरिटी होइन आइराख्दाखेरि, बहुमत आइराख्दाखेरि ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ जस्तो मान्छे गएर ताप्लेजुङलाई चाहिँ विकास गर्न, ताप्लेजुङको समृद्धिमा एउटा चाहिँ राम्रो कोसेडुङ्गा बन्न सक्ने अवस्था वीरेन्द्र श्रेष्ठले पुर्याउने भएकोले गर्दाखेरि चाहिँ ताप्लेजुङका आम पब्लिकहरूले होइन चाहिँ मलाई भोट गर्नुहुन्छ भन्ने पूर्ण अपेक्षा राखेको छु र सबैलाई त्यही अनुसार अगाडि बढिदिनुहोस् र हामी तपाईँलाई भेट्न गाउँ गाउँ आउँदैछौँ। सबैजनाले तपाईँहरूको गाउँमा आउन अगाडि हामीले चाहिँ तपाईँहरूलाई हामी जानकारी गराउनेछौँ र सोही अनुसार जानकारी गराएको स्थानमा तपाईँहरू आएर चाहिँ हामीसँग तपाईँहरूका चाहिँ गुनासाहरू, तपाईँहरूका समस्याहरू राखिदिनु भएर हामीलाई चाहिँ के गर्दा उपयुक्त हुन्छ त्यो सुझावसहित हामीलाई चाहिँ तपाईँहरूसँग भेट्ने मौका दिलाइदिनुहुन्छ भन्ने अपेक्षाका साथ म बिदा हुन्छु। यो चुनावका दौरानमा आफ्ना एजेन्डाहरू लिएर जनतासम्म जानमा एकदमै व्यस्त हुनुहुन्थ्यो चुनावी प्रचार प्रसारमा। त्यसका बावजुद पनि हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद एलिनाजी, मलाई पनि समय दिनुभयो, धन्यवाद। हवस् त, कार्यक्रम समय सन्दर्भ आजलाई यति नै। हामी अन्य राजनीतिक दलका उम्मेद्वारहरूलाई पनि उहाँहरूका एजेन्डासहित अन्य कुराकानी लिएर आगामी श्रृङ्खलामा उपस्थित हुने नै छौँ। आजलाई भने संयुक्त रूपमा आज्ञा दिनुहोस्। नमस्ते।